महासङ्घको तर्फबाट आज विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरिएको यो प्रभात फेरी कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ। दसैँ सुरु भइसकेको छ। हामी कोभिडको महामारीमा छौँ। तैपनि आज नेपाली किसानहरूका समस्याहरूलाई हामीले उठाउने र विश्व खाद्य दिवसको सन्दर्भमा नेपालमा खाद्य सम्प्रभुता दिवस मनाउने उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ। यहाँहरूलाई म फेरि हार्दिक स्वागत गर्न चाहन्छु। आजको हाम्रो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका महासचिव एवं नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आदरणीय कमरेड बलराम बास्कोटा उपस्थित हुनुहुन्छ। त्यसैगरी हाम्रो पार्टीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश अध्यक्ष कमरेड सावित्रा भुषाल हामीसँग यहाँ उपस्थित हुनुहुन्छ। म कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथै अखिल नेपाल किसान महासङ्घका विभिन्न तह र तबकामा रहनुभएका कमरेडहरू, विभिन्न जनवर्गीय सङ्गठनबाट आजको यस प्रभात फेरीमा उपस्थित कमरेडहरू, पत्रकार मित्रहरू लगायत सम्पूर्णमा हार्दिक अभिवादन, हार्दिक स्वागत गर्दै म आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको कार्यक्रमको उद्देश्य मैले अघि नै बताइसकेको छु। हामी विश्व खाद्य दिवसको सन्दर्भमा छौँ। अक्टोबर 16लाई विश्वव्यापी रूपमा विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको छ। सन् 1979 देखि यो विश्व खाद्य दिवसको रूपमा संसारका विभिन्न सङ्घ सङ्गठनहरू, मुख्य गरेर कृषि र खाद्य क्षेत्रमा सक्रिय सङ्गठनहरूले मनाउँदै आएका छन्। तर नेपालमा अखिल नेपाल किसान महासङ्घले यसलाई खाद्य सम्प्रभुताको दिवसको रूपमा मनाउने माग गर्दै आएको छ। हामी खाद्य दिवस मनाइरहँदा धेरै जनताहरू भोकमरी र गरिबीबाट प्रताडित हुनु परेको अवस्थामा अझ अहिलेको सन्दर्भमा कोभिडको महामारीले किसानहरूलाई प्रभाव पारेको छ। त्यसैले हामी यो दिवसलाई खाद्य दिवसको रूपमा होइन, खाद्य सम्प्रभुताको दिवसमा लिनुपर्छ र ती किसानहरूका मागहरूलाई, ती किसानहरूका समस्यालाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। साथै आजदेखि हामी सप्ताहव्यापी रूपमा खाद्य सम्प्रभुताको औचित्यता, यसको महत्त्व र नेपालको संविधानमा यसलाई मौलिक हकको रूपमा राखिसकेको, त्यसै गरेर हाम्रो खाद्य सम्प्रभुता र खाद्य अधिकारको कानुन पनि बनिसकेको सन्दर्भमा यसलाई तत्काल लागू गर्नुपर्छ भन्ने जोडदार मागका साथ दबावका लागि हामी यहाँ उपस्थित भएका छौँ। आजको यो कार्यक्रममा आफ्नो छोटो मन्तव्यको लागि म कमरेड नारायण परिशर्मीलाई हार्दिक अनुरोध गर्दछु। कमरेड नारायण परिशर्मी।